आज हामी टिकापुर पार्कमा छौँ होइन। यहाँ अब कति वर्षपछि आउँदैछु यार म 2 वर्षपछि आउँदैछु क्या होइन। 2 वर्षमा के भएको छ कस्तो कस्तो चेन्ज भएको छ हेरौँ न हामी गएर। टिकट काट्ने पनि बाहिर रहेछ आजको दिन। बाहिरबाट हेर्दाखेरि त बोबा जस्तो देखिन्छ होइन। अब भित्र गएर हेरेपछि थाहा हुन्छ क्या कस्तो छ भनेर। मान्छेहरू त टन्नै आइदिन्छन् क्या होइन पुग्दैन कति मान्छे छन् यार। जाऊ उताबाट टिकट काटेर लिएर आऊ। कानमा हालेर जाउँ न मुजा। ब्याग पनि समात्नुपर्छ। औरै छौ रे तिमी त्यो इन्डिया होइन नै चालु रहँदैन बन्द नगर भिडियो। टिकट उता आउँदैछ 3टा। झोला पनि मा कसम हातमा समाइदिने बनाइदिए यार मलाई। जाउँ जाउँ। बम्बे आएन नि त रे। आयो अहिले। पहिला टिकट काट्ने यहाँ भित्र थियो नि ट्रेन भएर रहेछ कि कति गरे म 2 साल त भयो होला त म नआए यहाँ। 2 साल पछि आउने म आउने। आज म तपाईहरुलाई हैन टिकापुर पुरै एउटा एउटा कुना कुना देखाउँछु के लाइभ देखाउँछु के तपाईहरुलाई लाइभ नो एडिट पुरै लाइभ देखाउँछु म कस्तो छ आज टिकापुर पार्क भनेर। यता पुरा बाँदरहरु पनि डेटिङ बस्तिरहन देखाइदिए बाँदरहरुले डेटिङ बसेको यहाँ बाँदर पनि डेटिङ बस्तिरहन के मान्छे त मान्छे होइन हामी त सिंगल मान्छे पुरै हिँडिरहेछौँ यार। बाँदरहरु पनि डेटिङ बस्तिरहन। जंगल चाहिँ खतरा छ नि फेरि हैन। बमे चाहिँ उता फेरि न सबको बिचमा हिँडेर आइदिरहन हिरोको स्टाइलमा हैन। जो पनि छन् के पुरा आफ्नो गर्लफ्रेन्डहरुसँग मात्र आछन् क्या। हामी भनेको पुरा हैन कार्तिक गौडाङ्गा जस्तो के हामी त एक्लै हिँडिरहेछौँ। भित्र देखाउँछु है म आज हजुरहरुलाई कस्तो छ भनेर। यहाँ भन्दा भित्र चाहिँ बवाल छ जस्तो लागिरहेछ हैन। बवाल नै थियो कि पहिला आजभोलि चाहिँ अब थाहा भएन हैन 2 वर्ष पछि आएको। यी पनि कस्तो छ हेरौँ चेन्ज भएको छ कि छैन भनेर तपाईहरुलाई चाहिँ म देखाउँछु है। मान्छे चाहिँ यता भिडियो बनाइदिरहन हैन हामी चाहिँ पुरै हिँडिरहेको। थाक लाग्यो क्या हो तिमीलाई? आजभोलि चाहिँ पुरै बवाल भएर रहेछ क्या। राम्रो लाग्यो मलाई। चेन्ज चाहिँ त्यति खासै भएको छैन पहिलाको जस्तै छ क्या। झन्डाहरु चाहिँ मात्र लगाएको रहेछ हैन। झन्डाहरु चाहिँ थिएन क्या पहिला म आउँदाखेरि। के हेर्छौ यार त्यसरी बमे छिटो आऊ। यता चाहिँ राजा रानीको घर छ हैन। राजा रानीको घर देखाउँछु म। राजा बस्ने घर गरे कि लास्टमा खिचाउँदा नि फोटो हैन एकछिन बसेर।
बमे खैरे ओए छिटो जी मलाई फाइटर हो कि हन्टर भन्दिएर अरे सुने तैँले तँलाई पुरै शाहरुख खान भनिदिइरहेको थियो त यहाँ पहिला राजा बस्दै गरे होइन लास्टमा खिचौँला यहाँ पहिला राजा रानी बस्दै गरे कि धेरै पुरानो घर हो नि यो त्यस्तै छ यार चेन्ज भएको चाहिँ छैन होइन पहिला जस्तो थियो त्यस्तो नै छ हेर्न सक्नुहुन्छ तपाईँ कस्तो छ होइन चारैतिर पुरै मान्छेहरू बस्दैछन् यता चाहिँ पुरा बवाल भइदिरहेको रहेछ क्या बमे होइन यताको चाहिँ मलाई राम्रो लाग्यो नि पहिला भन्दा अर्को राम्रो रहेछ यतातिरको बसौँ यार एकछिन होइन हेर्नु है आजभोलि चाहिँ पुग्दैन त्यति खासै त छैन होइन त्यति खासै त ल्याएन मलाई पहिलाको सेम त्यस्तै छ